हाई गाइस गुड मर्निङ हैन हाम्रो गुड मर्निङ सर्ट मर्निङ सबै भइसक्यो हामी चाहिँ म चाहिँ भाडा मार्दैछु यहाँनिर यस्तो हैन अनि मेरो देवरानीले चाहिँ मलाई पुरा काम अराउँछ हैन म जस्तै जेठानी त कहिले पाउँदैन दिस इज माई देवरानीलाई यति दल छ नि यति दल छ के भन्नु म यहाँ दुईपल्ट सब्जी त्यही त दलेर कस्तो स्लिम भइसकेको छ अब भन त गाइस अनि मलाई चाहिँ यसरी भाडा थुपारिदिन्छ यहाँ हेर न यहाँ कहाँबाट यहाँसम्म के गर्नु म जस्तै माया लाग्दो त कोही छैन एक दिन अरे गर्दिनँ म अब सो स्विट क्युट कति राम्रो छ मुखमा भात बोकिरहेको छ गाइस प्लिज हेर्नुहोस् त यहाँनिर अलिक जुम गर्नु अहिले हेर्न या अब लडेर हाँस्छ हाम्रो गाइस प्लिज भुइँतिर अलिअलि पुरा चर्केको छ होला भुइँहरू हाम्रो किन भन्दाखेरि ऊ लडी हाँस्छ कि होस् त गाना गाउँदिनँ म प्लिज गाइस यस्तो काम चोर्छ कि देख्नु भिडियो बनाउनु थाले काम छोडेर अनि भाडा झुनेर 1-2 घन्टा लगाउँछ सो गाइस म चाहिँ भाडा मारिहाल्छु अनि प्लिज मेरो कपाल यो नानीले मलाई पेन चकाटेर प्लिज इग्नोर मलाई भाडा मारिहाल्छु रुक्नु न यहाँ बढाउँदैछु लाइट लगाउ न साँच्चै मलाई कस्तो झुसी लेखेको छ झुसी होइन चोर जस्तो देखियो ल हो अलिक राम्रो भयो यो चाहिँ मेरो रेगुलरको काम हो मलाई चाहिँ प्लिज होटल म्यानेजमेन्ट यसमै गरेको नि त भाँडा धुनेमा फ्रन्ट अफिसमा गरेको फ्रन्ट अफिसमा चाहिँ भाँडा धुन्थ्यो अरे नि त देवरानीहरू चाहिँ यही हो क्या यस्तो हो क्या के चाहिँ नन्दा भयो भएको छैन तिमी आफ्नो काम गर गाइस तपाईँहरूलाई लाग्नु सक्छ होइन म यस्तो देवरानीलाई म हेर्नु सक्छु जस्तो लाग्छ यस्तो अनुहार हेरेर भनिदिइहाल्नु ल जेठानीको अनुहार फेरि अहिले फेरि त्यस्तै बाहुबली छोरी जन्मिरहेछ दुईजना आमा छोरीले भएर मलाई कुन्डो बेर लाउँदैन त्यही भएर म अलरेडी मेरो छोरीले हेर्नु नि यहाँ कपाल जगाडेर यस्तो भइसकेको छ म न्युजमा दिन्छु हेर म त मेरो कपाल प्लिज मलाई यस्तो टर्न जगाडे है मलाई कहाँ जगाडे प्लिज म त्यो भिडियोलाई चाहिँ म नि मुडमा हालिदिन्छु ल बिहान मैले के गरेर टर्चर दिएँ अरे तिमीलाई हाई गाइस मलाई मेरो जेठानीले जगाडेर कपाल यस्तो गर्दैछ मैले टर्चर दिएको मान्छे हेरिहाल के भयो दिदी जेठानीलाई सपोर्ट गर्नु होला धेरै लाइक एन्ड सब्सक्राइब प्लिज यहाँ टर्चर खाएको मान्छेले को जस्तो लाग्दैछ म यहाँ हेर्नु न यहाँ मेरो म जस्तै छ है अहिले सब्जीमा कपाल झरेको भेट्यो भने सजुले मधुलाई शेष दुईजनालाई तिम्रै कपाल छ लामो अहिले त मेरो छोटो छ छोटो कपाल चाहिँ तपाईँकै हो भने थाहा छ र त्यही त भनेको तिम्रो पर्यो भने म के थाहा म तिम्रो कपाल छुट्टाइदिएर यहाँ हालिदिनु नि त सक्छु फेरि मेरो त अहिले रातो पनि त छ हामी दुईजना चाहिँ एकछिन कुटाकुट परेको होइन यो त तिमीले साँच्चीको चौकट्यो मम्मीले यहाँ यस्तो जेठान दिएर तपाईँहरू कहिले देख्नु कति माया छ यति माया छ कि
अहिले फुटाउनु सक्दिनँ म भएन प्लिज सो गाइज हामी जेठानी देवरानी चाहिँ यस्तै हो घरमा होइन। आई होप तपाईँहरूलाई हाम्रो भिडियो मन पर्यो होला भन्नुहुँदैछ। यो राम्रो चाहिँ देवरानी हो होइन, यो सबैभन्दा घिनलाग्दो आउनु परेको जेठानी हो। प्लिज कमेन्ट होइन जेठानी ब्युटिफुल छ कि देवरानी राम्रै छ भनेर। अभियसली देवरानी नि होइन, मेरो सबैभन्दा क्युट छोरी पनि छ, म तपाईँहरूलाई देखाउँछु ल प्लिज। देखिसकेको छ ल। सो त्यो छोरी चाहिँ मपट्टि गएको छ है। ठुलो आमाको ठुलो मामुको लुक्स गएको छ। अरू त के भन्नु, फिगर पनि मेरै जान्छ ल होइन। त्यो सुकेको फिगर सुकेको चाकमा। सो गाइज जति पनि त्यो भिडियो हामीले बनाएको थियो, त्यो सर्ट भिडियो थियो, त्यो जस्ट त्यो फनको लागि हो। त्यस्तो केही हुँदैन हामी दुईजनाको बिचमा लडाइ होइन। खालि कहिले काहीँ अलिअलि पर्छ लडाइ हुँदैन, अलिअलि पर्छ, लडाइ चाहिँ हुँदैन। सो गाइज प्लिज यो के भन्छ त्यस्तो हेरेर नराम्रो नसोचिदिनु होला होइन। मेरो फ्यानहरू, छरछिमेकीहरू, मेरो शुभचिन्तकहरू होइन, हामी धेरै धेरै माया गर्छौँ, धेरै धेरै माया गर्छौँ होइन। मेरो च्यानललाई सपोर्ट गर्नुहोस् अनि मेरो देवरानीलाई पनि सपोर्ट गर्नुहोस् है। मलाई पर्दैन, मेरो जेठानीलाई चाहिँ एकदम कति 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 मिलियन छ तपाईँलाई 1 मिलियन प्लिज ल। सो गाइस आई होप तपाईँहरूलाई मेरो भिडियो मन पर्यो होला। जस्ट फर फन हो यो चाहिँ प्लिज। सो फेरि भेटौँ अर्को भिडियोमा जेठानी देवरानी गफ नेक्स्ट एपिसोड। बाई।